अर्को सम्पर्क मुर्दाबाद लफडा चाहिँ अहिले हामी आन्तरिक हाम्रो कुरा हो हामी आफै मिलाइहाल्छौँ तपाईँहरू काम चाहिँ सक्यो कि सकिएन आन्तरिक कुरा चाहिँ हो तर तपाईँलाई थिचोमिचो गर्छ भने हामी सहाएर बस्दिनौँ है भइसकेको कामको पैसा भुक्तानी गर भनेर चाहिँ प्रमुख प्रशासकलाई भन्नुभयो हामीले भन्यौँ त्यो पहिले काम भइसकेको अनि फेरि नयाँ चाहिँ उ सच्याएर त्यो फ्याक्ट्रीले गर्न पाइँदैन नगर्नुहोस् त्यो गैर कानुनी छ त्यसो गर्न मिल्दैन म चाहिँ अनुगमन गर्दिनँ भनेको उहाँले चाहिँ नि अब कर्मचारीहरूलाई जबरजस्ती चाहिँ नि केही निर्देशनहरू दिनुभएछ अनि मैले कर्मचारीहरूलाई के भनेको थिएँ भन्दा गैर कानुनी काम तपाईँहरूले नगर्नको निम्ति म अनुरोध गर्दछु अब मैले गरेँ भने पनि मेयर साहबले गरे पनि तपाईँका चाहिँ नि प्रमुख प्रशासकले गरे पनि गैर कानुनी काम चाहिँ गरेको हामीले गर्न लाग्यो भने त्यो नमान्नु त्यो नगर्नु त्यो पनि गैर कानुनी काम हो संस्थागत निर्णय गरेको कामहरूलाई गर्न सकिन्छ बजेटको किताबमा भएको कुराहरूलाई काम गर्न सकिन्छ बजेटभन्दा बाहिर किताब हामी गर्न सकिँदैन अनु गर्न सकिन्छ त्यो काम चाहिँ नगराउनुहोस् भनेको उहाँले जबरजस्ती गराउँदै हुनुहुन्थ्यो अनि अहिले छलफल गर्न बोलाउनु भयो कर्मचारी साथीहरूले अलिकति दुखेसो गर्नुभयो प्रमुख र उपप्रमुख जुधेको कारणले गर्दा हामीलाई काम गर्न समस्या भयो तपाईँहरू मिलिदिनुहोस् भनेर चाहिँ कर्मचारी साथीहरूले मेरोमा पोलिसी डेलिगेसन हुनुभयो अनि विरोध गरेर काम गर्छु भने उहाँले लाग्नुभयो भने अब त्यो सपना नदेखे हुन्छ हामी सही कामको लागि उहाँलाई सम्पर्क गर्नुभयो भने यसरी मान्छे सम्मान गरेको कार्यको भुक्तान गर्न पाइँदैन अर्को सम्पर्क मुर्दाबाद असंवैधानिक कामको बिल पास हुँदैन अर्को सम्पर्क मुर्दाबाद